नेपाली क्रिकेटको हरेक अपडेटको साथमा उपस्थित हुने गर्छौँ। यतिखेर तपाईँहरू क्रिकेटको गफगाफ युट्युब च्यानल सुनिरहनु भएको छ। नेपाली राष्ट्रिय क्रिकेटर प्रतीश जीसीले आफ्नो देब्रे घोडाको शल्यक्रिया सफल भएको जानकारी गराउँदै सबै शुभेच्छुकप्रति आभार व्यक्त गरेका छन्। सामाजिक सञ्जाल मार्फत उनले जन्मदिनमा प्राप्त शुभकामना, माया र साथले आफूलाई भावुक बनाएको बताएका छन्। साथै गत साता देब्रे खुट्टाको सफल शल्यक्रिया भएको र अहिले रिकभरी राम्रो भइरहेको जानकारी दिएका छन्। म फेरि मैदानमा फर्केर आफूले मन पराउने क्रिकेट खेल्न आतुर छु, उनले बताएका छन्। गत महिना प्रधानमन्त्री कपमा बागमती प्रदेशको प्रतिनिधित्व गरेका प्रतीशले अन्तिम पटक 2 वर्षअघि वेस्ट इन्डिज ए विरुद्ध नेपालको जर्सीमा खेलेका थिए। टी20 विश्वकप 2024को टोलीमा नेपाली टोलीमा परे पनि अन्तिम 11मा भने अवसर पाएका थिएनन्। त्यसपछि उनी चोटसँग सङ्घर्ष गर्दै बीचबीचमा मैदानभित्र र बाहिर रहन बाध्य भएका थिए। नेपालको लागि 3 एकदिवसीय र 10 टी20 अन्तर्राष्ट्रिय खेल खेलिसकेका देब्रे पेसर प्रतीश जीसीले कुल 10 विकेट लिएको तपाईँहरूलाई जानकारी लिन चाहे। र यस्तै अर्को कुरा पनि तपाईँलाई समाचारबाट जानकारी गराउन चाहन्छु। गुलसन्जा र इशान पाण्डेले मात्रै युरोपमा हुने EU टी20 बेल्जियम खेल्ने भएको तपाईँहरूलाई जानकारी गराउन चाहे। र कोच स्टर्टलरले हाम्रो खेलकुदलाई गुलसन्जाले आगामी लिगबाट उनले केही नयाँ ज्ञान सिक्ने, नयाँ सिप सिक्ने लगायतको कुराहरू पनि कोचले बताउनु भएको तपाईँहरूलाई जानकारी गराउन चाहे। जुन गुलसन्जा र इशान पाण्डे ले जुन EU टी20 बेल्जियममा हुन लागेको लिगमा सहभागी हुँदैछन् र अन्य नेपाली खेलाडीहरू भने यो लिगमा सहभागी नहुने जस्तो प्रकारको पनि कुरा आएको बताएका छन्। गुलसनलाई टी20 टिममा नराखेर बेल्जियम लिग खेलाउनुको कारणबारे हाम्रो खेलकुदले एउटा भिडियो साभार गरेको छ, त्यो पनि तपाईँहरूले हेर्न सक्नुहुनेछ। गुलसन टी20 टिममा नबसेर बेल्जियम लिग खेल्नुको कारणबारे प्रशिक्षक स्टर्टल भन्छन्, फ्रेन्चाइज लिगको अनुभवसँगै लिग 2 को नेदरल्यान्ड सिरिजमा पनि फाइदा हुने भएकाले पनि गुलसन्जालाई यो लिग 2 को खेलको लागि अनुभव बटुल्नको लागि यो युरोपको लिगमा खेल्न पठाउन लागेको पनि बताउनु भएको तपाईँहरूलाई यो अर्को एउटा समाचारबाट जानकारी गराउँछु। अन्य नेपाली खेलाडीहरू को हकमा पनि उनीहरूले EU टी20 बेल्जियम खेल्ने सम्भावना निकै न्यून रहेको तपाईँहरूलाई जानकारी गराउन चाहन्छु। इशान पाण्डे र गुलसन्जाले भने युरोपमा हुने बेल्जियमको EU टी20 बेल्जियम खेल्ने तपाईँहरूलाई यो समाचार मार्फत अद्यावधिक गराउन चाहे। र अर्को पनि एउटा समाचार रहेको छ। यतिखेर नेपाल A को टोली घोषणा भएको छ। अल इन्डिया गोल्ड कप हुन लागिरहेको छ भारतमा र त्यही श्रृङ्खलाको बारेमा कुरा गरौँ। नेपाल क्रिकेट सङ्घ क्यानले नेपाल एले अल इन्डिया गोल्ड कप खेल्ने भएको छ। गोल्ड कपमा नेपाल एसँगै केरला, गोवा र ओडिसा गरी कुल 4 टिमबीच प्रतिस्पर्धा हुनेछ। नेपालले पहिलो खेल शनिबार केरलासँग खेल्नेछ, त्यसपछि गोवा र ओडिसासँग खेल्ने तालिका रहेको छ। यसपछि क्वार्टर फाइनल, सेमिफाइनल र फाइनल हुने बताएको छ। नेपाल A को कप्तानको जिम्मेवारी अनिल शाहलाई दिएको छ। अन्य खेलाडीहरूमा मयन यादव, त्रित राजदास, देव खनाल, राशिद खान, बासिर अहमेद, नारायण जोशी, आकाश सन्त, हेमन्त धामी, पवन सराफ, दीपक डुम्रे, युवराज खत्री, ललित राजवंशी र अर्जुन कुमार रहेका छन्। नेपाल एले यसअघि ICC विश्वकप लिग 2 अगाडि अमेरिका र स्कटल्यान्डसँग अभ्यास सिरिज गरेको छ र नेपाल एले केरलासँग 30 मेमा, त्यस्तै तपाईँहरूलाई जानकारी गराउन चाहे गोवासँग 31 मेमा, ओडिसासँग 2 जुनमा, क्वार्टर फाइनल 4 जुन, त्यस्तै सेमिफाइनल 6 र फाइनल भने 7 जुनमा खेल्ने तालिका रहेको जानकारी गराउन चाहे। हस्त नेपाली क्रिकेटको अपडेटको साथमा फेरि उपस्थित हुने बाचाको साथमा अहिलेको लागि पनि बिदा चाहन्छु। हस्त, नमस्ते, जय नेपाल।